Namaste and very warm welcome on brand new edition of A News, where you get full dose of your entertainment, knowing the latest gossip of Nepali movie and music industry. Well, this week also we have covered a lot of events, but before showing you in detail, let's take a look at main contents. Welcome back of that short contents. Well, after gathering ample experience of singing, a young, talented and very energetic singer Rukman Limbu Shreng Songbang has launched his debut album Sandhi 2068, a musical treaty at Numa Restaurant, Sanepa. Let's take a look. गीत प्राय सबै मानिसहरूले गुनगुनाउने गर्दछन्। ती मध्ये धेरैको शोक मात्र हुन्छ, तर कतिले भने लक्ष्य नै बनाएको हुन्छ। अब लक्ष्य प्राप्ति गर्नको निमित्त जति परिश्रम खर्चे पनि कतिलाई भने भाग्यले साथ दिदैन, तर कतिपयलाई भने आफ्नो शोक पूरा गर्न खोज्दै चिट्ठा परेझै स्थापित पनि हुन्छन्। तसर्थ भाग्यको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। यद्यपि मानिसले अन्त्यमा कर्ममा नै विश्वास चाहिँ गर्नुपर्दछ। यस्तै संगीतको लामो औपचारिक तालिम लिएर विभिन्न रियालिटी शोहरूमा आफ्नो सहभागिता जनाइसकेपछि थुप्रै अनुभव बटुलेर ताप्लेजुङको नवगायक रुकमान लिम्बुले भर्खरै मात्र आफ्नो पहिलो गीती संग्रह सन्धि 2068 अ म्युजिकल ट्रिटी आफ्नो मुमाबाट लोकार्पण गरेका छन्। सानेपा स्थित नुमा रेस्टुरेन्टमा उल्लेखनीय संचारकर्मी र कलाकारहरू बीच लोकार्पण गरिएको उक्त एल्बमको विमोचन समारोहमा गायक लिम्बुले आफ्नो एल्बमबाट 3 वटा उत्कृष्ट गीतहरू प्रस्तुत गरेका थिए। सरसर्ती गीत सुन्दा सबै गीतको शब्द अनुरूप संगीतकारले लय सृजना गर्न र एरेन्जरले वाद्यवादन संयोजन गर्न हेक्का पुर्याएकोले रुकमान लिम्बुको उक्त एल्बम सन्धि 2068 को सबै गीतहरू कर्णप्रिय लाग्दछ। भने यो एल्बमको बजार व्यवस्थापन भने स्वयं गायककै म्युजिक कम्पनी रुबुसा क्रिएटिभ वर्कले गर्दैछ। तुलसी बस्नेत, हरीश शरण डोटेल, नेत्र अर्याल र वरिष्ठ गीतकार सुरेन्द्र राणाको शब्द रहेको उक्त एल्बममा सोनम वैज्य तामाङ, बीबी अनुरागी, तारा प्रकाश लिम्बु, राजु सिंह, पारस मुकारुङ र गणेश गुरुङले संगीत दिएका छन्। गायक एवं विजे युगल लिम्बु पोमुले सञ्चालन गरेको उक्त कार्यक्रममा सञ्जय पाण्डेले निर्देशन गरेको न सुनैको सिक्री न औँठी हिराको शीर्षकको भिडियो पनि देखाइएको थियो। एल्बमको विषयमा हाम्रा मित्रहरूले थप जिज्ञासा राख्दा सम्बन्धित व्यक्तिहरूले यसो भनेका थिए। 2068 लाई गएर 2068 मा विमोचन गर्दाखेरि म आफैलाई अलिक अप्ठ्यारो लाग्यो। अब नाम जोडाइसकेको र यो पनि तपाईको डिफरेन्ट च्यानलहरुमा बजिसकेको हिसाबले यो महिनामै र यो 68 साल भित्र विमोचन गर्ने आफैले बाध्यता नै ठाने त्यो भन्न चाहन्छु। मैले यो महिनाको अन्त्यमा नै मैले विमोचन गर्ने। एकदमै युनिक रहेको छ। के यो म्युजिकल नेपालको म्युजिकल इन्डस्ट्रीमा के हो कि यो एल्बमको नाम म्युजिकल ट्रिटी राख्नु चलिरहेको ट्रेन्ड भन्दा अलिकति
अलिकति फरक गर्न चाहन्छु त्यो कमन अहिले चलिरहेको मान्छेहरूले राखेको एल्बम भन्दा डिफ्रेन्ट गरौँ भन्ने हिसाबले ट्रिटी सन्धि राखेको सन्धि प्लस कस्तो पनि श्रोता दर्शक र म एज अ सिङ्गरको बिच ट्रिटी भन्न चाहन्छु होइन कमन भन्दा पनि अलिक के डिफ्रेन्ट गरौँ भन्ने हिसाबले को नाम यो जुन कतिको अपेक्षा राख्नु एल्बमबाट अब अहिलेको सिचुएसनमा चाहिँ तपाईँको सिडीहरूको त अब बिक्री त के भन्नु अब 0% नै छ भन्न चाहन्छु तैपनि हेरौँ अब अहिलेसम्म त अब एउटा मिडियामा मेरो प्रोमोहरू पनि खासै बजेको छ प्रोमो गएपछि अब होप गर्छु अब राम्रै हुन्छ होला भन्ने आशा छ गीत चाहिँ वास्तवमा एउटा गरिब प्रेमी प्रेमिका अथवा गरिब श्रीमान श्रीमतीको विषयमा हो प्रेजेन्टेसन केही छ हाम्रो म्युजिक भिडियोमा पनि एउटा कुरो के भने अब नारीहरू नेचुरली एउटा गहना देखेपछि चाहिँ होइन गहनाप्रति आकर्षित हुन्छ र गरिब अब दम्पतिको लागि चाहिँ अब गहना भन्ने कुरो ठुलो कुरो हुन्छ र उसले चाहिँ त्यो गहनाप्रति आकर्षित भइसकेपछि अनि एउटा श्रीमानले कसरी सम्झाउँछ एउटा गरिब श्रीमानले श्रीमतीलाई कसरी सम्झाउँछ त भने मतलब के भने अब यो गहना भन्ने भन्दा त मायालु गहना चाहिँ उसले चाहिँ श्रीमतीलाई लगाइदिन्छु र अब मेसेज एउटा कस्तो छ भने अब यो धन सम्पत्ति भन्ने कुरो ज्यान रहेछ कमाइन्छ र सबभन्दा ठुलो कुरो त के भने माया भन्ने यस्तो कुरो हो कि जति बाँड्यो त्यति बढ्दछ भन्ने एउटा चाहिँ आफ्नो एउटा प्रेमिका अथवा आफ्नो श्रीमतीलाई चाहिँ धन सम्पत्ति ठुलो कुरो होइन सबैभन्दा ठुलो माया हो भन्ने कुरो चाहिँ सम्झाएर एउटा मेसेज यो गीत चाहिँ यो सम्बन्धी गीतमा त तपाईँले त्यसरी आफ्नो धाप पोख्नु भयो तर तपाईँलाई लाग्छ वास्तविक जीवनमा धनभन्दा माया नै ठुलो हुन्छ भनेर होइन यो कुरो कस्तो भने वास्तविक जीवनमा सबमा त सबै कुरो लागु हुँदैन होइन तर के भने फ्याक्टमा के भने त्यो त आफ्नो प्रयास हो त्यो आफूले जित्न सक्यो आफूले कन्भिन्स गर्न सक्यो भने वास्तवमा त माया ठुलो हो त्यो किनभने कति अब करोडपति अरबपतिहरूको पनि होइन लाइफमा पनि धन सम्पत्तिले काम गर्दैन त्यहाँ कति ट्रेजेडीहरू पराएको कति उदाहरणहरू छ होइन प्र्याक्टिकल लाइफमा पनि धनभन्दा माया ठुलो हो त्यसको मतलब के भने अब मायाले खाना लाउन त पुग्दैन र पनि के भने मिनिमम नेसेसिटी पछि चाहिँ माया ठुलो कुरो हो यो प्र्याक्टिकली यो प्रुभ भएको कुरो हो क्या पहिलो कुरो त रुखमान भाइको एल्बममा समावेश हुन पाए एकदम खुसी छु म होइन अनि मैले भने उहाँले जब मसँग गीत गर्छु भनेर आउनुभयो सुन्नु त कस्तो गाउँछ भनेर उहाँको स्वर सुन्दाखेरि अत्यन्तै राम्रो लाग्यो अनि मैले 2टा गीत गरेँ उहाँको एल्बममा होइन जुन प्रकारले मैले सोचेको थिएँ जुन प्रकारले मैले चाहेको थिएँ त्योभन्दा अत्यन्तै मैले मेरो कम्पोजिसनमा त्योभन्दा अझ मिठो गाइदिनु भएको छ उहाँले होइन त्यो भएकोले मलाई लाग्छ यो सन्धि एल्बमको गीतहरूले एकदमै चर्चाको शिखर पाउनेछ होइन एकदमै राम्रो चल्नेछ जो एउटा आश लिएको छु र पक्कै पनि किनभने एउटा राम्रो सिङ्गर हो उहाँ होइन पछि काम गरेपछि थाहा पाउने कुरा हो होइन अनि जब हामीले रेकर्डिङमा गयौँ त्यसपछि उहाँले मेरो सङ्गीतलाई अझ मैले गरेको भन्दा अझ मिठो तरिकाले गाइदिनु भएको थियो एकदमै खुसी छु म र उहाँलाई के शुभकामना दिन चाहन्छु भने उहाँले सोचेको भन्दा चाहेको भन्दा यो एल्बमले धेरै सफलता हासिल गरोस् उहाँलाई धेरै माथिसम्म पुर्याओस् भन्न चाहन्छु जस्तो एउटा एल्बममा एकजनाले सङ्गीत दिँदा त त्यहाँ कुनै कम्पिटिसन देखिँदैन तर जब एउटै एल्बममा धेरै जस्तो सङ्गीतकार हुनुहुन्छ नि अलिकति भए पनि मनमुटाव हुन्छ कि अलिकति यसको गीतले चाहिँ यसमा चाहिँ राम्रो भयो यो गीत त्यस्तो चाहिँ भएको छ कि छैन हजुरलाई यो एल्बममा होइन त्यस्तो हुँदैन वास्तवमा हामीले 2 प्रकारले सोच्नुपर्छ जस्तो मैले यदि रुखमान भाइको एल्बम 16 तरिकाले गरेको थिएँ भने त्यहाँ म 16 म उभिन्छु त्यहाँ तारा प्रकाश लिम्बू हुन्छ होइन अझ यसरी हेर्ने हो भने चाहिँ यदि मैले उहाँको एल्बम मैले गरेको थिएँ भने पक्का त्यहाँ तारा प्रकाश लिम्बू मात्रै छ अरू छैन त्यसरी एउटा जिम्मेवार पनि हुन्छ र अर्को कुरो यसरी सङ्गीतकारहरू धेरै भएपछि होइन उसले के गरिरहेछ त्योभन्दा तल गर्ने कुरा होइन त्योभन्दा माथि गर्नुपर्छ भन्ने त्यो पनि कुरा हुन्छ र दुइटै कुरो मलाई उस्तै लाग्छ अब अरूसँग छ अब भइहाल्छ भनेर पैसाको लागि गर्ने कुरा पनि हुन्छ कतिपय तर त्यस्तो हुँदैन यदि पक्का एउटा सङ्गीतकार पक्का एउटा गीत सङ्गीतको लागि केही गर्छु भनेर यदि इन्डस्ट्रीमा आएको छ भने त्यसले जुनसुकै फिल्डमा सङ्गीत गर्ने अवसर पाओस् आफ्नो बेच्ने कोसिस गर्नुपर्छ र त्यही नै राम्रो हो जस्तो लाग्छ मलाई चाहिँ
टाइमिङ अलिकति प्रब्लम छ, सुर हाई हुन्छ कि लो हुन्छ कि, त्यो चाहिँ उहाँको राम्रो पक्ष हो जस्तो मलाई लाग्छ। अन्त्यमा रुकमान लिम्बू श्रेङ चोङबाङको एल्बम सन्धि 2068 ले साँच्चीकै श्रोता र गायक बीच साङ्गीतिक सन्धि कायम गरून्, यही हाम्रो शुभकामना। Well, time for short and sweet commercial break on E-News, but please don't go anywhere because we still have a lot more happening. So stay tuned, we'll be right back.